अहिलेको राजनीतिक परिस्थितिको च्यालेन्जको बारेमा म केही कुरा म राख्न गइरहेको छु। अहिले नेपालको इतिहासमा नै एउटा अत्यन्त ठुलो परिवर्तन भएको छ। नेपालमा प्रजातन्त्र ल्याउनका लागि अथक सङ्घर्ष गर्ने पार्टी नेपाली काङ्ग्रेस र कम्युनिस्ट शक्ति दुवैको हालैको निर्वाचनबाट नराम्रोसँग पराजय भएको छ। यो पराजयसँग एउटा नयाँ युवा शक्तिले 3 वर्ष अगाडि खोलेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा आएको छ। यो सत्तामा किन आयो भन्ने कुरा एउटा उसको ट्र्याक रेकर्ड केही छैन। ट्र्याक रेकर्ड नभएको पार्टी, उसको प्रजातान्त्रिक सङ्घर्षमा योगदान छैन, कुनै योगदान छैन भनौँ। तैपनि यो कसरी झन्डै 2/3 बहुमत जनताको लिएर अहिले शासनमा छ र धेरैचोटि नेपालमा प्रजातन्त्रको लागि स्ट्रगल गर्ने शक्ति बाहिर परेको छ। साह्रै नराम्रोसित उनीहरूलाई जनताले पराजित गरेका छन्। अब यो किन भयो भन्ने कुरामा जाँदाखेरि के लाग्छ भने यो आउनुको, यस्तो परिस्थिति आउनुको पछाडि पुराना पार्टीहरूको सत्ता सञ्चालनको मिसम्यानेजमेन्ट, अव्यवस्थाको कारणले नै हो। अव्यवस्था मात्रै होइन कि उनीहरूको भ्रष्ट प्रवृत्ति र त्यो भ्रष्ट प्रवृत्ति मौलाउँदै गएपछि केही वर्षपछि पुरा राजनीति, देशको राजनीतिको नियन्त्रण माफियाको हातमा परेको महसुस भयो। त्यही नेगेटिभ इस्युका कारण, यिनीहरूको नेगेटिभ व्यवस्थापन र भ्रष्टाचार, माफिया तन्त्रको कारण यो नेगेटिभ भोट जनताले उनीहरूलाई दिए र धेरै सर्ट पिरियडमा एउटा यो पार्टीको
राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्यतः भ्रष्टाचार र सुशासनको उठाएको कारणले जनताले उनीहरूलाई मौका दिएका हुन्। तर अहिले त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै छुट छैन। कुनै छुट छैन भन्नको मतलब के हो भनेदेखि उनलाई राजनीतिमा स्ट्याब्लिस हुनलाई, त्यो कन्टिन्युसली स्टेबल हुनलाई उनीहरूलाई डिलेको छुट छैन। कुनै पनि डिले जनताले कुनै पनि सर्भिस डेलिभरीको डिले, राइट पोलिसिसको डिले, राइट प्रोग्रामको डिले जनताले स्वीकार गर्दैन। जनताले स्वीकार गर्दैन र यिनीहरूको पोल्टामा जनतालाई प्रोक्रास्टिनेट गर्ने, हामी गर्दैछौँ भन्ने, हामी गर्छौँ भन्ने, हामी गरि नै राखेका छौँ भन्ने कुनै किसिमको छुट छैन। डिलेको छुट छैन र इनएफिसियन्सीको छुट छैन। त्यस कारणले यिनीहरूले अहिले जुन गरिरहेको छ, केही पोजिटिभ कुराहरू, धेरै पोजिटिभ कुराहरू छिटो छिटो गरिरहेछन्। एकातिर यिनीहरूले छिटो छिटो पोजिटिभ कुराहरू गरिरहेछन् भनेदेखि अर्कोतिर अपोजिसनले के भनिरहेछ भने यो डेमोक्रेटिक प्र्याक्टिसबाट विचलित छ। यो दल डेमोक्रेसीलाई मान्दैन। यो दलले तानाशाही व्यवस्थालाई रिएस्टाब्लिस गर्न खोजेको छ। अपोजिसनले यसरी यिनीहरूलाई ब्लेम गरिरहेछ। यो दुईटा कुरालाई मैले आफ्नो पर्सपेक्टिभमा राखेर हेर्न खोजेको छु। के भनेदेखि हाम्रो इतिहासमा के छ भने, हाम्रो इतिहासलाई एनालाइज गरेर हेर्ने हो भने मैले बुझेसम्म नेपालमा तानाशाही व्यवस्थाको स्कोप छैन। त्यो विगतको अनुभवबाट त्यो प्रुभ भइसकेको छ। कसैले पनि नेपालमा अहिले तानाशाही व्यवस्था लागू गर्ने छुट छैन। र अर्को छुट पनि के छैन भने अब नेपालमा डिले गर्ने, इनएफिसियन्सी देखाउने, करप्ट प्र्याक्टिस गर्ने यस्ता कुराहरू जनताले टलरेट गर्दैनन्। त्यसकारण यो अहिलेको यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबभन्दा ठुलो च्यालेन्ज के छ भनेदेखि कसरी यो दुईटा कुरालाई ब्यालेन्स गरेर लाने। एकातिर प्रजातान्त्रिक प्रक्रियामा हामी गयौँ भनेदेखि हाम्रो सर्भिस डेलिभरी ढिलो हुन सक्छ। हाम्रो पोलिसीको जुन इन्टरभेन्सन्सहरू ढिलो हुन सक्छ। त्यो ढिलो हुने स्थितिमा जनता छैन। त्यसकारण अहिले कसरी यसले डेमोक्रेटिकली र इफिसियन्टली सर्भिस डेलिभरी गर्ने मोडस अपरेन्डी कसरी हुन सक्छ भन्ने कुरा खोज्नु नै
यसको सबभन्दा ठुलो आधार हुनसक्छ र यसबाट मात्रै यो पार्टी अलि समयसम्म 5 वर्षसम्म टिक्न सक्छ र त्यसपछि पनि त्यो पिरियडमा राम्रो गर्दाखेरि अर्को 5 वर्ष पनि यो सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हुनसक्छ। तर के भने कतिपय कुराहरू अहिले गरेका कुराहरू डेमोक्रेसीमा नयाँ कुराहरू भइरहेछ, अहिले गरिरहेछन् यिनीहरूले। डेमोक्रेसीमा नयाँ कुरा गरिरहेछन्। कस्तो के अब अरे